चाहिँ जाँदैछ बाटोमा। यो बाटो चाहिँ थासपुरीदेखि लामेला जोड्ने बाटो हो। अहिले न्यू ओए के गर्छ अङ्कल? के हो र? के गर्नुहुन्छ यस्तो? यो बाटो चाहिँ ओ मेरो भेना साला के छ लाउरे? काठमाडौँको लाउरे। ल बाहिरै जाऊ त नि। आज चाहिँ भव्य हुन्छ खुङखानीमा गाइजहरू। सन्तर गाउँ आइछ बाबुआ। यो चाहिँ सन्तर गाउँको मेला, दसैँमा मेला पनि यहाँ लाग्छ। ए यो त यहीँ आइपुग्यो अरे। तर यहाँ घुम्ती सानो भयो नि त। त्यो तलदेखि नै तमान गाउँ। जाला घरभित्रै जा, घरै फर्केलै फेरि बाटो। यस्तै यसो त मेरै घर त हो पुग्ने। यो बाटो चाहिँ थासपुरीदेखि चाहिँ लामेला जोडेको बाटो। माथि उपल्लो बाटो जङ्गलै जङ्गल छ गाइजहरू। हामी चाहिँ उपल्लो बाटो आएको। तल्लो बाटो बिगुस बाटो चाहिँ गएको छैन। त्यो म्याग्दीबाट जानलाई चाहिँ थासपुरीकोलाई त्यो सजिलो भए तल्लो माथि घुम्न पर्दैन। सत्कत झरम 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 पार्सेउला हो हिजो हो। तमान खोला एक सेउला गाउँ छ। यता चाहिँ खुङखानी हो। यता हामी यहाँ पुग्नेछौँ। हामीले खायो
ड्राइभरले हेलमेट लगाउनु पर्यो। हाम्रो पीडितहरू नरौ के नरौ यसरी त अब गाइसहरू आइसक्यो त अब केही समय हो हामी चाहिँ अहिले चाहिँ थासपुरी आइपुग्यो अब पारी जानुपर्छ घुमखानी सुरु गरिस् भयो अङ्कल घुमखानीको गाउँ चाहिँ हामी चाहिँ अहिले चाहिँ थासपुरी छौँ है त्यसपछि पारी पुग्नुपर्छ घुमखानी चाहिँ घुमखानीको गाउँ हेर्नुहोस् गाइस विशालको आरामै हुनुहुन्छ कसरी जाने ड्राइभर साहब खतरा मान्छे झरा आउन पहिला एउटा दुईटा ढुङ्गा मिलाने हुन्छ छदिलान नि सिर्छ जाऊ मामा घुमखानीको लामो पुलमा पनि आइपुग्यो है त गाइसहरू अब हामी चाहिँ सो गाइस फाइनली हामी चाहिँ आइपुग्यो है त ओ मेरो यार के छ यार भलकै गरिरहेछ यार के छ ठिकै बनाउने यार यो हेर्नुहोस् गाइसहरू यहाँ चाहिँ पुरा सुरु भइसक्यो जाम यार पक गेम सुरु भएको भला हो कि म्युजिकल चेयर भइसक्यो आएर मात्र के हो र अङ्कल सुरु गरेको घुमखानी मेलामा चाहिँ यो म चाहिँ दोस्रो टाइममा हो यार गाइसहरू यार पहिला चाहिँ रास्तोपट्टिमा आएको थिएँ ए के छ सन्चै भनौँ कहाँ माथि बस्ने हो र घुमखानीमा चाहिँ भव्य रमाइलो हुँदैछ गाइजहरू भइसक्यो स्कुल स्टारिएको
अब कुन हो त के तिमी त लादिरहेको छ पहिला राष्ट्रपतिमा आइयो राष्ट्रपतिमा चाहिँ ठरबर गएको अहिले चाहिँ वडा स्तरीय बाटो यहाँ खुङखानी गाइसर अनि यताको बङ्गलामा